सबभन्दा पहिला आफ्नो मोबाइलको क्रोम ब्राउजर अथवा कुनै ब्राउजर खोल्नु होला। त्यहाँ दिएको वेबसाइट टाइप गरेर सर्च गर्नु होला। त्यसपछि यस्तो आउँछ एउटा इन्टरफेस र आफ्नो युजर नेममा आफ्नो इमेल आइडी र पासवर्डमा 12345 राख्नु होला। त्यसपछि साइन इन गर्नु होला। साइन इन गर्न हुन बित्तिकै तपाईको अर्को यस्तो पेज आउँछ। त्यहाँ युजर नेममा आफ्नो मेल आइडी र ओल्ड पासवर्डमा 12345 र त्यसको मुनि न्यू पासवर्ड र कन्फर्म पासवर्ड हुन्छ। त्यसमा आफ्नो स्ट्रङ पासवर्ड राख्नु होला। त्यो गरिसकेपछि फेरि अर्को आउँछ अनि तपाईले न्यू पासवर्ड जुन राख्नुभयो त्यो यहाँ राख्नु होला इमेल आइडी सँगै अनि साइन इन गर्नु होला। त्यसपछि माथि 3 डटमा क्लिक गरेपछि एक्जाम फर्ममा क्लिक गर्नु होला। त्यसपछि अर्को इन्टरफेस खुल्छ। फेरि तपाईले यहाँबाट आफ्नो हरेक डिटेलहरु हेर्न सक्नुहुन्छ। यहाँ एक्जाममा चाहिँ यो ब्याच यहाँ चुज गर्नु होला तपाईको कुन फ्याकल्टी हो। त्यसपछि यहाँ सब्जेक्ट म्यानेजमेन्ट छ भने अलरेडी सिलेक्टेड भएकै हुन्छ। एजुकेसन भयो भने तपाईलाई चुज गर्नुपर्ने हुन्छ अथवा भएन भने तपाई चुज गर्नु होला। र यहाँ फोटो प्रोफाइल पिक्चर एउटा ग्यालरीबाट हाल्नु होला। त्यसपछि यहाँबाट यसरी यो हालिसकेपछि यसलाई सबमिट गरिदिनु होला। सबमिट गर्नुबित्तिकै यसले कन्फर्म गर्न भन्छ, यस गर्नु होला र प्रिन्टको लागि एकछिन रोक्नु होला। यसलाई पीडीएफ मा सेभ गर्नको लागि प्रिन्टमा फेरि क्लिक गर्नु होला।